नयाँ आमा बुवा बन्नु खुसीको कुरा हो, तर कहिलेकाहीँ ससाना गल्तीले बच्चाहरूमा असर पर्न सक्छ। बारम्बार साबुनले नुहाउने नवजात शिशुहरूमा धेरै साबुनले नुहाउँदा छाला सुक्खा हुन सक्छ। बच्चा रुन साथ दुध खुवाउने रुनुको कारण भोक मात्र होइन, कहिलेकाहीँ डाइपर चेन्ज गर्ने आवश्यक पनि परेको हुन सक्छ। पेटमा ग्यास भरिएको पनि हुन सक्छ अथवा बच्चा सुत्न खोजेको पनि हुन सक्छ। धेरै लुगा लगाइदिने अत्याधिक लुगा लगाउँदा बच्चाहरूमा गर्मी लाग्न सक्छ। हात नधोई बच्चा समात्ने ससाना बच्चाहरूमा सङ्क्रमण छिट्टै सर्न सक्छ, त्यसैले सफा हातले मात्र बच्चा छुने, बच्चालाई जोरले हल्लाउने यो धेरै खतरनाक हो र बच्चाको दिमागमा असर पर्न सक्छ। सही जानकारी र सानो ध्यानले तपाईको बच्चा स्वस्थ र सुरक्षित रहन्छ।